Hi guys, welcome back to my YouTube channel or welcome to my YouTube channel Mushu's World and I am Mushu. It's been a long time that I haven't really posted any rant अनि किनकि मसँग भन्नलाई धेरै थियो त्यही भएर शब्द भेटिरहेको थिएन हैन I am here today to share certain कुराहरू एकदम थोरै एकदम सानो सानो कुराहरू and you guys must like have realized कि एक्चुअलमा यो भिडियो केको बारेमा हो भनेर but then still म चाहिँ त्यसको बारेमा डिटेलमा जान्दिनँ but I'll be sharing few moments and few हुन्छ नि कुराहरू with you all and I hope you guys will really listen to me हैन so let's get started. So as you all know कि मलाई it's been a really long time I am not feeling good. कहिले के भइरा हुन्छ कहिले के भइरा हुन्छ हुन त म कहिले पनि ठीक हुँदिन but then this time चाहिँ मेरो कुराहरू मैले सोचे भन्दा पनि एकदमै वर्स भइराछ के like I don't know how do I express, how do I put it in words, but then still I know some of you or maybe you guys, all of you, whoever you watching can relate to me हुन्छ नि कहिलेकाहीँ चाहिँ यो भन्दा नि बत्तर के हुन्छ र भनेर सोचेको बेलामा भगवानले गरेर देखाइदिनुहुन्छ नि हैन सो मसँग त्यही नै भइराछ हैन मलाई एकदम गाह्रो भइराछ के लाइक लिटरली नै गाह्रो भइराछ भित्रैबाट अनि युट्युब च्यानल खोल्नु 115 सब्स्क्राइबर हुनु वाज नट अन माई बकेट लिस्ट के मैले कहिले पनि म युट्युब च्यानल खोल्छु म सब्स्क्राइबर कमाउन सक्छु नट इभन एउटा दुईटा पनि हुन्छ नि एक्सक्लुडिङ फ्यामिली मेम्बर्स कहिले नि सोचेको थिएन बट देन हियर वी आर आई हेभ नाउ 115 सब्स्क्राइबर मेरो लागि त इट्स अ ह्युज थिङ आई डोन्ट गिभ अ damn about whoever and whatever people who is gonna like judge me for अब 115 पाएर हो के नाटक भन्ने जस्तो नि भइरा होला बट फर मी इट्स एन अचिभमेन्ट बिकज मैले कहिले नि यसरी म बोलेर एउटा सर्ट्स पनि हाल्न सक्छु जस्तो लाग्दैन थियो बट this is my probably the third video that I am posting on my YouTube channel and मेरो लागि it's an achievement अनि मलाई थाहा छ like you guys have also noticed कि जब 80-90 हुन्थ्यो त्यतिखेर पनि I was really thankful to you guys because नम्बरमा मान्छेलाई सुन्दा सानो लाग्ला but then if you imagine the amount of people 80-90 people भनेको पनि it's a huge मान्छेहरू के जसमध्ये there are like few people जो चाहिँ जहिले पनि you guys come and like comment on my video, like my video, you guys like literally react to whatever I rant. I am like really thankful. You guys are like literally God's gift for me. For यो वर्ष यो भन्दा अगाडिको वर्षको लागि पनि हुन्छ नि इट वाज अ ब्लेसिङ फर मी मलाई एकजना सुन्ने मान्छे नहुँदाखेरि आई लिटरली ह्याड लाइक प्रिटी स्ट्रेन्जर्स वेयर लाइक आई डोन्ट नो जसले मेरोमा कमेन्ट गर्नुहुन्छ आई डोन्ट नो यु गाइज हैन मैले कहिले खोज्न नि कोसिस गरिनँ के को हो यो मान्छे कहाँ भने मलाई खोज्नु छैन आई एम रियली ह्याप्पी that I don't know you guys and still you guys love me and still you guys suggest me and still you guys listen to my rants भनेर मैले मेरो इन्ट्रो भिडियो दिन नि राम्रोसँगले पाएको छैन इफ यु गाइज हेभ नोटिस्ड मैले अहिलेसम्म मेरो इन्ट्रो भिडियो बनाएकै पनि छैन बिकज भनिहाले मेकिङ अ युट्युब च्यानल एन्ड ह्याभिङ 115 सब्सक्राइबर वाज नेभर इन माई बकेट लिस्ट हैन अनि त्योभन्दा नि अगाडि नै आइएम हियर टु लाइक लेट यु गाइज नो द्याट आई विल नट बी पोस्टिङ एनिथिङ भनेर बिकज मलाई यस्तो धेरै नै नराम्रो भइरहेको छ कि हुन्छ नि मेन्टली मान्छेलाई बरु हातमा खुट्टामा चोटपटक लाग्यो भनेपछि त अलिकति ब्यान्डेज लगाउँदै पनि चित्त मान्छेलाई चित्त बुझिरहेछ मान्छेको चित्त खुसी छ भनिसके पछाडि तिम्रो एक खुट्टै छैन एक हातै छैन भने पनि यु क्यान बी रियली ह्याप्पी के तर तिमीलाई सुन चाँदीले भरिपूर्णै छ भने पनि यदि चित्त खुसी छैन भनेपछि मन खुसी छैन भनेपछि केही पनि ठिक लाग्दैन नि त अनि मसँग त्यही भइरहेछ आई एम नट रियली ह्याप्पी भित्रैबाट होइन मैले आफूलाई नै गुमाइसकेँ आफ्नो वर्ड्स नै मैले बिर्सिसकेँ अनि
अब यही बिचमा म आई डोन्ट वान्ट टु लाइक हुन्छ नि फेक थिङ्स के तपाईँहरूसँग त आई हेभ यु गाइज मिन लाइक अ लट मेरो लाइफमा अ लट मलाई एक्लै फिल हुँदाखेरि पनि म एक्लै भए जस्तो कहिले पनि भएन बिकज आई नो कि म केही कुराहरू भन्छु र देयर आर सर्टेन अमाउन्ट अफ पिपल हु इज गन हर्ट मी लिसन टु मी एन्ड लाइक इट क्यान रिलेट टु मी भने जस्तो हुन्थ्यो कि आइएम नट सेयिङ कि म अब यो युट्युब च्यानल बन्दै गरेर म अब गायब हुन्छु भन्न खोजेको होइन इट जस्ट आई निड सम टाइम to prepare myself to like love myself to take care of myself म आफूलाई अलिक टाइम दिन चाहन्छु आफूलाई चाहिने कुराहरूमा अलिकति टाइम दिन चाहन्छु I just want to be happy in life so that I can make you guys happy obviously whenever I'll come back I'll come with a improve and complete हुन्छ नि huge dhamaka packet in front of you guys. Till then, thank you so much for everything. Take care of yourself. Our next time when I will be posting my video, त्यतिखेर चाहिँ I will be posting maybe a intro video and त्यसपछि trust me I'm not gonna take any break and I will be in complete touch with you all and please do not unsubscribe my YouTube channel. पहिलाको योभन्दा नि अगाडिको जुन युट्युब च्यानल थियो त्यसमा मेबी 22 सब्सक्राइबर थियो र पनि मलाई यो च्यानल खोल्दाखेरि मलाई साह्रै चित्त दुखेको थियो कि द्याट मेरो त्यो 22 सब्सक्राइबरहरू छुट्यो भनेर सो आई क्यान नट अफोर्ड टु लुज यु गाइज आई डोन्ट नो म कस्तो ड्रामा गरे जस्तो भइरहेको होला सम अफ युलाई होइन तर त्यस्तो होइन मेरो लागि एकदम ठुलो कुरा हो अनि आई नो आई एम अ long race horse होइन this is not the end I will become the better and really impressive version of myself जसलाई हेरेर म आफैले पनि हुन्छ नि आफूलाई नि प्राउड फिल हुने खालके भर्जन भएर म आउँछु till then take care of yourself and your family thank you so much for everything I love you guys and make sure कि म आउन्जेलसम्म मेरो 300 400 500 सब्सक्राइबर्सहरू हुँदै गरोस् भनेर okay bye bye thank you so much for everything thank you so much for watching